हजुर आज यो गाडी छ हैन यो गाडीको यो मोबिल बोल्ट हुन्छ जो यसमा तेल झार्ने ठाउँ हुन्छ हामीले यसमा तेल झारिन्छ हैन यो खोल्दाखेरि चाहिँ यसको चुडीहरु खराब भएको छ हैन यो चुडी खराब भइसकेपछि यो जति टाइट गरे पनि टाइट हुँदैन अनि लीक हुन्छ त्यो कारणले गर्दाखेरि आज मैले आफ्नै वर्कशपमा नै यो चुडी बनाउँदै छु हैन नाइ पनि यसलाई चाहिँ लेथमा लानु पर्छ हैन लेथमा लगेर चुडी कटाउनु पर्छ खास हामीले पनि हामीसँगै टुल्स भयो भने हामी आफै पनि यो रिपेयरिङ गर्न सकिन्छ भन्ने कुराले आज म हजुरहरुलाई जानकारी दिदैछु कसरी रिपेयर गर्न सकिन्छ हैन एउटा त हजुरहरुलाई यस्तो चाहिन्छ टी हैन जहाँ हजुरको यो टप भन्छ यसलाई हैन यो टपहरु यसमा फसाउन सकियोस् यसरी हैन यसरी फसाउन सकियोस् अनि हजुरको जो यो हजुरको हुन्छ यो चाहिँ 12 mm को छ हैन यो 12 mm को बोल्ट हो मसिनो चुडीमा अब हामीले चाहिँ यसलाई मोटो चुडीको 13 mm को यो बोल्ट छ हैन यो काट्नु पर्यो यसको लागि हामीलाई के चाहियो भन्दा टप चाहिँ 13 mm कै चाहियो यो हेर्नु यो 13 mm को टप यो 13 mm को टप हो हैन यो 13 mm को टपले हामीले यसलाई चाहिँ काट्न सकिन्छ किनकि यो 12 mm को टप थियो हैन जो 12 mm को यो बोल्ट छ 12 mm को अब हामीले काट्न सकिदैन किनकि यो सेम साइज हुन्छ स्ट्यान्डर्ड भनेपछि 13 mm को हामीले बोल्ट दिइसकेपछि हामीले 13 mm को नै टप लिएर काट्न सकिन्छ यसको लागि केही गर्नु पर्दैन यसमा हाल्ने सपोज सिम्पल हजुरले यसमा लिएर यसरी हैन यसरी घुमाउने हो एउटा उले बस हजुरको एउटा काटिहाल्छ त्यो काटेपछि रेडी भएपछि म हजुरलाई देखाउँछु है त त्यसको 13 mm अहिले यतिकै हाल्दाखेरि जाँदैसमा हैन लागै छैन है त्यसलाई त काट्नु पर्छ म काटेपछि फिट गरेर देखाउँछु हैन मैले चाहिँ काटिसकेको छु हैन यो 13 mm को हेर्नु अब यो काटिसकेपछि यसमा यसरी सट्टै यो आरामले जान्छ हैन यो हातैले हाल्न सकिन्छ हजुरहरुको पनि यस्तै गरी यो बोल्ट चाहिँ हैन प्रब्लम भएको छ चुडी स्लिप भएको छ भने यसरी मैले जस्तै टुल्स ल्याएर हजुरहरुले पनि गर्नु होला हैन कस्टमरलाई पनि टाइमको सेभिङ हामीलाई पनि बेनिफिट सबै चीज हुन्छ थ्यांक यू